हेर्नुहोस्, म चाहिँ अहिले यो कांग्रेस र एमाले मिलेर बनेको भुटानी बन्धु नामक खड्गप्रसाद ओली नेतृत्वको सरकारले गरेका कामहरूप्रति एकदमै सन्तुष्ट छु। हेर्नुहोस्, किनभने 30-35 वर्षदेखि नेपाली जनताहरूले चिन्न सकेका थिएनन् यी कांग्रेस एमालेका भ्रष्ट दलाल तस्कर माफिया लुटेरा असली सहकारी ठग मानव तस्करहरूलाई, कृत्य ओली जस्ता उखान टुके मृगौला फेललाई, तोते लठेप्रो देउवाहरूलाई, प्रचण्डहरू जस्तालाई चिन्न सकेका थिएनन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी आएको 2 वर्ष बित्दा नबित्दा छर्लङ्ग चिने। अब चाहिँ बुझे नेपाली जनताहरूले पनि। रवि लामिछानेलाई पक्रेर जेल हाल्नु, सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउनु, रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा राखिरहनु, कुलमानलाई पनि प्राधिकरणबाट हटाउनु, भ्रष्टहरूलाई प्राधिकरणमा ल्याउनु, लोड सेलिङको लगभग सुरुवात हुनु, अनि एउटा दुईटा एयरपोर्ट बनाउँदाखेरि पनि अरबौं घोटाला गरेको चाहिँ छर्लङ्गसँगले चाहिँ बाहिर आउनु, कुनै एयरपोर्टमा चाहिँ भुइँसी चरेको देखिनु, यी विभिन्न काण्डले गर्दाखेरि अब लगभग कांग्रेस एमालेका भ्रष्टहरू, कांग्रेस एमालेका चाहिँ चोरहरू चाहिँ पतन भइसकेको जस्तो लाग्छ क्या। त्यो हुँदाखेरि अहिले अझै पनि अब यो 2-3 वर्ष चाहिँ यही कृत्य ओली नेतृत्वको सरकारै रहनुपर्छ क्या। त्यो भइसक्दा चाहिँ कांग्रेस र एमाले भन्ने चाहिँ पुरै गोगलमै खोज्नुपर्ने अवस्थामा आउँछ भन्ने चाहिँ मलाई लागेको छ। नेपाली जनताले बुझ्ने मौका पाएछन्। रवि निर्दोष रहेछन्, रविलाई फसाइएको रहेछ भन्ने पनि जनताले बुझे। अबको आशा रवि र रासपा नै हो। कांग्रेस एमाले माओवादी भाँडमा जाऊ, यिनीहरू नलखेर देश बन्दैन भन्ने पनि बुझे। त्यो हुँदाखेरि अहिलेको यो कृत्य ओली नेतृत्वको सरकारबाट म चाहिँ एकदम खुसी छु, किनकि यिनीहरूले आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछन्, आफै पतनको बाटो रोजेर चाहिँ जनताहरू सामु चाहिँ यिनीहरू आफै पतकर बन्दैछन्, पतन हुँदैछन्। मलाई एकदम गर्व छ। अबको आशा रवि र रासपा, जय घन्टी। अबको भोट भनेको घन्टीमा हो। हेर्नुहोस्, बस यति हो।